Hello everyone, welcome back to my vlog once again. काम धेरै छ, गर्नु अल्छी लागिसक्यो, बाहिर जाउँ भन्दा पनि घाम लागिरहेको छ। भ्लग बनाउँदा बनाउँदा एउटा कुरा सिकेँ कि भ्लग बनाउनु सबभन्दा इम्पोर्टेन्ट कुरा हो बोल्नु। म्याटर गर्दैन के बोल्दैछौ, जस्ट बोल। त्यही लागि जे पाए त्यही बोलिदिन्छु। अनि अझै एउटा कुरा के हो भन्दा मैले नोटिस गरेको कि यस्तै भिडियो बनाउँदा बनाउँदा बिचबिचमा सायरी हाल्यो भने चाहिँ अलिक बेसी इङ्गेजमेन्ट आउँदो रहेछ। त मलाई सायरी आउँदैन र पनि बिचबिचमा के बोलौँ भयो भने सायरी हालिदिन्छु एक दुईवटा। अनि काम भनेको यही हो, यस्तो बेड मिलाउने अनि पुरा पारा भाडा मोल्नुपर्ने छ, त्यति हो काम। र पनि अल्छी लाग्दैछ गर्नु, केटा मान्छे हो, अल्छी लाग्छ। भिडियो कलमा यसरी कपाल मिलायो, भ्लगमा कपाल मिलायो, त्यही हो आउने भनेको। अब के गर्नु भन्दाखेरि उसले मलाई आफ्नो बनाइहाल्थ्यो हँसै हँसै, के उसले मलाई आफ्नो बनाइहाल्थ्यो हँसै हँसै। उसले मलाई मन पराउँथे अरे तर म त्यस्तो लाग्दिनँ खासै। उसले मलाई मन पराउँथ्यो अरे तर त्यस्तो छुइनँ म खासै। अरेली काँडैले मलाई चुसै चुसै, जे पाए त्यही पारा। भेटौँला फेरि, बाई बाई।